आज त तोते बोल्ने हाम्रो नाबालकले पनि खोज्यो कयौँ प्रश्नका उत्तर पाउन। मेरो बाबा खोइ के बाबालाई मिल्दैन र फर्किएर आउन। नाबालकलाई के दिनु प्रत्युत्तर मैले पनि, तिमी साँच्चैमा वापस आउँदैनौ र कहिले पनि। उसको मस्तिष्कमा कुन प्रकारको सोचाइ पो आयो होला र, तिमीलाई हो नि गुनासो लगाउने अन्तिममा आएर मलाई पो किन लायो होला र। तिम्रो शून्य प्रतिक्रियाले उसका कयौँ अधिकारहरू खोसिएका छन्। आफ्नो स्वतन्त्र मात्र चाह्यो, कति लोभियो के त मन। म त विचलित भए सिन्दुर पोते चुराको साइनो खोसियो नै, कुन कुराको पो विडम्बना गरौँ म। हाम्रो त्यो सानो नाबालकको मनमा कुन यथार्थ पो भरौँ म। साना मिल्छ भनेर फर्किएर आऊ है, मेरो सन्तान एक्लै हुन्छ म त्यहीँ आएर तिमीलाई गुनासो लाउनलाई। तिमीले खासमा यही चाहन्थ्यौ होला नि हाम्रो बिजोग भएको हेर्ने। किस्मत नै यस्तै रहेछ, मैले कता कता बेहोर्ने। भन्यो छोराले आज मेरो बाबालाई फोन लगाइदेऊ न भनेर। मैले भने बाबाले बोल्ने समय जो पाउनन् भनेर। बुझाइदिएँ उसको बच्चा हृदयलाई, बाबा टन्न धन कमाएर फर्किएर आउँछन् भनेर। बुझाइदिए उसको बच्चा हृदयलाई, बाबाले टन्न धन कमाएर फर्किएर आउँछन् भनेर।